इमान्दार किसान। नेपालको एउटा सानो गाउँमा रामबहादुर नामको एक किसान बस्थ्यो। ऊ निकै गरिब थियो तर धेरै इमान्दार र मेहनती। दिनभरि खेतमा काम गरेर पनि उसको जीवन सजिलो थिएन। एक दिन ऊ जङ्गल नजिकको खोलामा काठ काट्दै थियो। अचानक उसको पुरानो बन्चरो हातबाट चिप्लिएर खोलामा खस्यो। ऊ निकै दुखी भयो किनकि त्यो नै उसको कमाइको एकमात्र साधन थियो। रामबहादुर बसिरहे र रुन थाल्यो। त्यही बेला खोलाबाट एक देवी प्रकट भइन्। उनले सोधिन्, किन रोइरहेका छौ? रामबहादुरले साँचो कुरा भन्यो। देवीले पानीभित्र डुबुल्की मारिन् र सुनको बन्चरो निकालेर सोधिन्, के यो तिम्रो हो? रामबहादुरले भन्यो, होइन, मेरो त साधारण फलामको थियो। देवी फेरि डुबुल्की मारिन् र चाँदीको बन्चरो ल्याइन्। उसले फेरि पनि होइन भन्यो। अन्तिममा देवीले उसको पुरानो फलामको बन्चरो निकालिन्। रामबहादुर खुसी हुँदै भन्यो, हो, यही मेरो हो। देवी उसको इमान्दारी देखेर धेरै खुसी भइन् र भनिन्, तिमीले लोभ नगरी साँचो बोलेका छौ, त्यसैले म तिमीलाई तिनैवटा बन्चरो दिन्छु। रामबहादुरले तिनैवटा बन्चरो पाएर आफ्नो जीवन सुधार्यो। शिक्षा यानि मोरल। इमान्दारी नै सबैभन्दा ठुलो धन हो। लोभ नगरेर साँचो बोल्ने मान्छे अन्ततः सफलता पाउँछ।